यो निम्की भनेको मैले 3 वर्ष भयो ठ्याक्कै हालेको है। यही बयममा मैले हालेको हल्का नुन र अनि अलिकति काँचो तेल हालेर चाहिँ हालेको थियो है। मैले 3 वर्ष र आधी 3.5 वर्षमा म निकाल्दैछु। निकालेर चाहिँ जति भएको पनि त्यो 3 वर्ष अगाडि हालेको तेल र त्यो पानी अहिले म तपाईहरुलाई यहाँ देखाउँदैछु। म यहाँ हेर्नु यही यसरी यही पकाउँदैछु। अहिले यसलाई हल्का पकाउनु पर्ने हुन्छ, नभए यो हल्का त्यो खाने बेलामा गनाउने सम्भावना हुन्छ क्या। त्यसले गर्दाखेरि हामीले अलिकति यसलाई चाहिँ हल्का उमाल्नै पर्ने हुन्छ। यो तेल र निम्कीमा रहेको अलिअलि नुन हो। यो चाहिँ साथीहरु के हो नभन्नु होला, यो खाटी तोरीको तेल र यो नुन हो। यो चाहिँ एकदम यो अब हामीले यसरी हाल्यौं भने हामीलाई यो हल्का गनाउने पनि जान्छ र हाम्रो यो एकदम यो हेर्नु यहाँ रसदाना जस्तै भएको छ है। एकदम गलेर एकदम नरम अवस्थामा हुन्छ कि अहिले चाहिँ यो एकदम भित्र चाना चाना परेको छ। त्यसलाई गलाएर एकदम निम्की जस्तै अझ पनि रसदाना जस्तै हुने सम्भावना हुन्छ। त्यसको लागि फेरि पनि म गर्नेछु। हालिसकेपछि म तपाईहरुलाई